केही शक्तिहरू अहिले हामी नयाँ हौँ भन्दै आइरहेका छ। तिनले त गरिबको सन्दर्भमा एक शब्द बोल्दैनन्। तिनले मजदुर किसान सुकुम्बासीको बारेमा एक शब्द बोल्दैनन्। बरु सुकुम्बासी बस्ती उठाउने काम राजधानीमा गरेको तिनै नयाँ शक्ति भन्नेहरूले खबरदार, सुकुम्बासी साथीहरू त्यस्ता शक्तिको भ्रममा पर्नु हुँदैन जसले सुकुम्बासी गरिब मजदुर किसानको पक्षमा आफ्नो अडान राख्दैनन्। तिनीहरूको भ्रमबाट मुक्त हुनुपर्छ र हामीले नेपाली कम्युनिस्ट पार्टी र हामी जो हिजो ठुलो दशौं हजार हाम्रा साथीहरूले रगत बगाएर अहिले परिवर्तन ल्याएको छ, त्यो परिवर्तनको राजनीतिक काम त पुरा भएको छ, तर हामीले हाम्रो मजदुर किसान गरिब सुकुम्बासी दलित जनजातिहरूलाई अधिकार सम्पन्न गर्ने र उनीहरूको जीवन फेर्ने र आज आफ्नो आउबाउको काख छोडेर बालबच्चाको साथ छोडेर श्रमिक युवाहरू खाडी मुलुकमा 50 देखि 60 को तापक्रममा काम गर्न बाध्य भएका छन्। तिनलाई नेपाल भित्रै ल्याएर आफ्नो आउबाउको काखमा बालबच्चाको साथमा रोजगारी गर्न दिने अवसर सिर्जना गर्ने लागि पर्ने पार्टी हाम्रो नेपाली कम्युनिस्ट पार्टी हो।